Hey guys, welcome to my new vlog. स्वागत छ मेरो ब्लगमा। मेरो नाम रिजु नामक र अहिले टाइम हुँदैछ 5:30 भन्दा पनि 5:21 अनि जुन छ यी अनि हुन्छ अहिले हामी जाँदैछ गुम्बा। हिँड्न जाऊ। बाँकी एकदमै जाडो छ अनि अघि मेरो क्यामेरामा फग भएको रहेछ, त्यही भएर अलिक धुन्दुलो देखिरहेको रहेछ। अनि यहाँको चाहिँ धानहरू जम्मै काटिरहेको छ, अँध्यारोले के पनि देखेको छैन। मेरो उहाँ पुगिसक्नु भयो अनि त्यहाँनिर एउटा लाइट बल्दैछ नि, हो त्यहाँ जानुपर्ने। अब गुम्बा आजसम्म हाम्रो यहाँको गुम्बा देख्नुभएको छ छैन मलाई थाहा छैन, तर आज म देखाउने छु र घुमाउने छु। अनि अब एलाउड त छैन होला, तर पनि भिडियो गर्नु त दिन्छ होला नि त। जे भने कोसिस गर्छु र हजुरहरूलाई देखाउने कोसिस गर्छु। घाम निस्किन आँटिसकेको छ हो। बाँकी पहाडहरू हेर्नु त पुरै अँध्यारोले घेरेको फग भइरहेछ क्या। अनि यहाँको धानहरू जम्मै काटिसकेछ। म मात्रै एक्लै पछाडि भइसकेको छु, मेमेहरू अगाडि जानु भइसक्यो। सो गाइज अहिले चाहिँ हामी गुम्बा आइसकेको छौँ है। अनि एन्ट्रेन्स चाहिँ उता छ गुम्बा हेर्नु त। पछाडिबाट घाम आइरहेछ, त्यही भएर मजाले देखेको छैन। भित्र जाने अनि देखाउँछु म तपाईँहरूलाई। फ्लोर हो अनि के भन्दैछ। बाँकी यो एन्ट्रेन्स अनि यतातिर चाहिँ खै के मलाई थाहा भएन है। अनि यो हाम्रो ठुलो गुम्बा र धेरैजना हुनुहुन्छ। आज घाम नलाग्ने हो कि के हो, किन हो घामै आउँदैन। 6 बजी 6:30 भइसक्यो हो, घाम आएको छैन। यता त जम्मै अँध्यारै देख्नुहुन्छ, घामै छैन है। अनि यो साइडमा चाहिँ बाँकी अलिक उज्यालो देख्नुहुन्छ, किन भन्दाखेरि घामको अलिअलि त्यो चाहिँ घाम मतलब घाम उठ्न आँटेको जस्तो चाहिँ देखिन्छ। अनि त्यसकै किरणहरूले यहाँ उज्यालो पारिदिएको छ। तर यो साइडमा चाहिँ छैन, जुन साइडबाट घाम आउँछ त्यो साइडमा चाहिँ छैन। बाँकी यता खाजा पानी हुँदैछ, बिहानै उठेर आउनुपर्छ, त्यही भएर खाजाहरू खानुपर्छ है। यो हाम्रो सानो गुम्बा साह्रै हल्लियो होला है, माफ गर्नु होला, तर एक्सप्लोरिङको लागि नि यस्तो गर्नुपर्छ। अब खोला अलिक राम्रो मतलब क्लियर देखिरहेको होला, अलिक काम होला जस्तो भयो। अनि यो साइड चाहिँ अब अलिअलि देखिरहेको होला खाना खानुभएको। र यसमा चाहिँ धेरै जस्तो मेमे अनि टाढाबाट आउनुभएको त्यस्तै भक्तजनहरूलाई खाना खुवाइन्छ त्यहाँ। र आज चाहिँ म हजुरहरूलाई हरेक चिजको एक्सप्लोरिङ गर्नेछु र हजुरहरूलाई पनि देखाउनेछु कि हाम्रो गाउँको गुम्बा कस्तो हुनेछ भन्ने। र हाम्रो चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू। यो मेरो भिडियोमा अलिकति अब सेकिङ मतलब हल्लेको गर्छ, तर एडजस्ट गर्नु होला है। म माफी चाहन्छु, तर पनि अब के भन्छ म एक्सप्लोर गर्दैछु, म आफै पनि हेर्दैछु कि कस्तो हुँदो रहेछ भन्ने। र मेरो यो पहिलो पटक आज चाहिँ। आजको सुरु दिनै दामी भइरहेछ, एकदमै राम्रो, तर घाम आएको छैन। तर मलाई त एकदमै खुसी लागेछ कि हाम्रो गाउँमा यस्तो राम्रो ठाउँ छ जसमा चाहिँ चराहरू उडिरहेछन् र एकदमै शान्ति सुकुन छ। र साइडमै खोला छ जो चाहिँ बाढी आएर यत्रो भएको, नभए यति योभन्दा सानो थियो, योभन्दा सानै थियो। र यहाँको सुकुन देख्न सक्नुहुन्छ, खोलाको आवाज छ, हावा चलिरहेको छ। अनि त्यसकै माथि गुम्बा आज जुन छ। अनि
र जुन चाहिँ हाम्रो जुन चाहिँ आडो जुन चाहिँ जान्छ यहाँ देख्न सक्नुहुन्छ हजुरहरू हावा चलिरहेको र म धेरै केही बोल्न सकेको छुइनँ है यहाँनिर हल्ला हुन्छ कि अनि त्यही भएर बाँकी अहिले त केही पनि किन भन्दाखेरि अहिले कोही पनि भित्र बसेर पढेको छैन कि अनि जब हाम्रो पढ्ने बेला हुन्छ नि तब एकदमै गाह्रो हुन्छ बोल्नु पनि हुँदैन मात्र भिडियो पनि गर्नु दिँदैन होला सायद त्यता फोन पनि एलाउड हुँदैन र यसमा चाहिँ यसपालि चाहिँ मैले बोर्डहरूदेखि नै फोन एलाउड छैन भन्ने तर पनि म कोसिस गर्छु भिडियो गर्ने हजुरहरूलाई देखाउने र हजुरहरू सुरुदेखि अन्डसम्म हेरिदिनु होला आजको भ्लग निकै लामो भए पनि म कोसिस गर्छु हजुरहरू सर्ट बनाउने र बस त्यति नै एकछिनपछि चाहिँ हामी खाजा जम्मीजनाले खाजा खाइसकेर यो ठुलो गुम्बाभित्र बस्नुहुन्छ बाँकी मेमेहरू अनि एक दुईजना हामी पनि बस्छ होला सायद अनि तब चाहिँ बोल्नु मिल्दैन Her song, no quest, a lullaby. The stars align, they softly hum. Secrets of where we're from. In the quiet, our hearts succumb to a rhythm eternal as the drum. Glimmers dance on the ocean's crest. Nature hums her song, no quest. A lullaby to draw in breath. Where weary wanderers do invest. Let it go, let it be, like a river rolling free. In the silence you will see the harmony of you and me. Through the stillness, the clouds drift high. Thoughts like breezes whisper by. Endless waves of a calm blue sky, where dreams take wings and learn to fly. Gentle